नमस्कार, तपाईलाई स्वागत छ न्यूज क्लिप नेपालमा। आज म तपाईलाई नेपालको सबैभन्दा चर्चित 7 ताजा समाचार सरल भाषामा बताउँदैछु। कृपया अन्तिमसम्म हेर्नुहोस् अनि भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। महानगरले बजेट ल्याउँदा रोकिए बालेन। हरेक साल बजेट ल्याउँदै आफै संशोधन गर्दै सरकार। भ्रष्टाचार अभियोग लाग्दैमा पाकिस्तानी मोडल भनिदिने। नेपालको पहिलो विश्वविद्यालयले औषधि बनाउन खोज्दैछ, सरकारले बजेट दिएन। रौतहटमा सेफ्टी ट्याङ्कीमा खसेर 2 बालबालिकाको मृत्यु। प्रदीप नेपाल कति सही कति गलत। अख्तियारबाट बला तल्ल बचेका बैरागीले भिजिट भिसा छानबिन जिम्मा। गृहमन्त्री लेखकले गरे शङ्कर दास बैरागीको प्रशंसा। भन्दै भत्किएको यी पुलले उठाउँदैछ पूर्वाधार विकास प्रणालीमा प्रश्न। रूपन्देहीको विद्युत प्राविधिकरणको सब स्टेसनमा आगलागी। ताजा अपडेटसहित सुरु गरौँ विषयवस्तु। सुन्नुहोस् अब पुरा अपडेट। काठमाडौँ महानगरपालिकाका मेयर भालेन्द्र शाहले काठमाडौँको बजेट पेश नगरेसम्म अन्य महानगरले बजेट ल्याउन नपाइने गरी रोक लगाएका छन्। यसको कारण कानुनी प्रक्रियामा काठमाडौँले ढिला गरेपछि अन्यलाई पनि असर पर्ने भनिएको छ। जनप्रतिनिधिहरूले भने यसलाई अलि अनुचित ठानेका छन्। हरेक साल बजेट ल्याउँदा आफै संशोधन गर्छ सरकार। सरकार प्रत्येक वर्ष बजेट ल्याउँछ, तर त्यसैमा आफैले केही समयमा संशोधन गर्न थाल्छ। विशेष गरी आय व्ययको अनुमान, योजनाको प्राथमिकता र कार्यान्वयन नीतिमा कमजोरी देखिन्छ। यसले सरकारी योजनाप्रति विश्वास घटाउने खतरा बढेको छ। भ्रष्टाचारी अभियोग लाग्दैमा पाकिस्तानी मोडल भन्ने। पछिल्लो समय केही भ्रष्टाचारमा मचिएका नेता र कर्मचारीले यो त पाकिस्तानी शैली हो भन्ने प्रतिक्रिया दिन थालेको छन्। आलोचकहरू भन्छन् दोष लागेपछि विदेशी मोडलको नाममा बच्न खोज्नु आफै गलत हो। नेपालकै पहिलो विश्वविद्यालयले औषधि बनाउन खोज्दैछ, सरकारले बजेट दिएन। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको फार्मेसी विभागले नेपालमै औषधि उत्पादनको सम्भावना खोजिरहेको थियो, तर आवश्यक बजेट नपाएपछि अनुसन्धानमा अघि बढ्न सकेको छैन। विशेषज्ञहरू भन्छन् यो अवसर गुम्न नदिन सरकारले ध्यान दिनुपर्छ। रौतहटमा सेफ्टी ट्याङ्कीमा खसेर 2 बालबालिकाको मृत्यु। रौतहटको एक गाउँमा 2 बालबालिका घरको सेफ्टी ट्याङ्कीमा खस्दा ज्यान गएको हो। परम्परागत तरिकाले बनेको ट्याङ्कीहरू खोल्दा सुरक्षा उपाय नअपनाउँदा यस्तो दुःखद घटना भएको हो भन्ने स्थानीय प्रशासनले अनुसन्धान गरेको छ। प्रदीप नेपाल कति सही कति गलत। नेता प्रदीप नेपाल पछिल्लो समयको लिएर सरकारको विरुद्ध आफ्नो पार्टीको आलोचना गर्दै आएका छन्। कतिपयले उनलाई इमान्दार भन्छन् भने कतिपयले उनलाई आलोचना स्वार्थपूर्ण हो भन्दै अब उनको राजनीतिक भूमिका के छ हेर्न बाँकी नै छ। अख्तियारबाट बल्ल तल्ल बचेका बैरागीले भिजिट भिसा छानबिन जिम्मा पाएका छन्। अख्तियारको छानबिनबाट हुम्किएका 1 जना कर्मचारी बैरागीले अब भिजिट भिसा सम्बन्धी छानबिन जिम्मा दिएको छ। नागरिक समाज र युवा नेता कार्यकर्ताहरूले यसको आलोचना गर्दै पारदर्शिता माग गरिरहेका छन्। यति नै थिए आजका 7 प्रमुख खबरहरू। तपाईलाई कुन खबरले सबभन्दा धेरै असर गर्यो कृपया कमेन्ट गर्नुहोस्। अनि यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट, शेयर गर्नुहोस् र न्यूज क्लिप नेपाललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भोलि भेटौँला नयाँ समाचारसहित। धन्यवाद। जय देश जय नेपाल।